आजको पत्रकार सम्मेलन सुरु भयो है साथीहरू। र विशेष गरी आज मिति 2083 असारको 25 गते यो मृत्युदण्डवादी नागरिक अभियान नेपाल 2082 को केन्द्रीय सचिवालयमा आज हामी पत्रकार सम्मेलनमा छौँ र पत्रकार सम्मेलनको विषय रहेको छ 2076 साल असार 25 गते राज्यद्वारा भोजपुर जिल्लाको सडानन्द नगरपालिका 14 बोया बेकुम्चाका निरकुमार राई 37 वर्षका निरकुमार राई प्रशान्त भनिने निरकुमार राईको हत्या राज्य व्यवस्थाको नेपाल प्रहरीबाट त्यति बेला भएको थियो र त्यो हत्याको आज 7 वर्ष पुगेर 8औं वर्षमा लागेको छ र उहाँ श्री निरकुमार राई ज्यूको सम्झनामा उहाँको धर्मपत्नी इन्द्रकला राईज्यूले विशेष गरी श्रीमानको सम्झना आफूले न्याय नपाएको 7-8 वर्ष अन्याय अत्याचार सहेर बाँचेको दुःखद परिवेशमा आफ्नो श्रीमानको सम्झना स्मृतिमा आज मृत्युदण्डवादी नागरिक अभियान नेपाल 2082 को केन्द्रीय सचिवालयमा आई शोक र चाहिँ अब बुझ्नुहोस् हामी भागविह्वल माहौलमा छौँ। यो पत्रकार सम्मेलनको विषयवस्तु हो र यसमा यो सँगसँगै मैले धेरै विषयवस्तुहरू भनिरहँदा उहाँसँगै निरकुमार राईज्यूसँगै त्यही सङ्गठनमा आबद्ध भएका 12 जना नेपाली दाजुभाइ दिदीबहिनीहरू जीवसराज घिमिरेज्यू, कुमार पौडेलज्यू, दिपेन्द्रज्यू, प्रज्वल साईज्यू, निरन्तर उपनामले चिनिने हाम्रा धेरै 12 जना नेपाली दाजुभाइ दिदीबहिनीहरूको विवश र क्रूर हत्या राज्य व्यवस्थाले 75-76 सालतिर गर्यो। योबाट तपाईहरू सोच्नुहोस् उहाँका आमाबुवाहरू, उहाँका दिदीबहिनीहरू, उहाँका श्रीमतीहरू, उहाँका छोराछोरीहरू आज देशमा कति सन्तान विहीन भएका छन्, कति टुरा भएका छन्, कति विधवा भएका छन्। समाजमा कस्तो शोक छ। अन्याय अत्याचारको सवालको विषयवस्तुमा मैले आम देशवासी तथा दाजुभाइ दिदीबहिनीहरूलाई यो अहिलेको पत्रकार सम्मेलनबाट यो हेरिरहनु भएका हाम्रा